नमस्कार भाइ बहिनीहरू। आज हामी कक्षा 12 को नेपाली किताबमा रहेको 10औं पाठ नेपाली पहिचान भन्ने जुन पाठ छ यसलाई संक्षिप्त रूपमा व्याख्या गर्नेछौँ। नेपाली पहिचान भन्ने पाठले चाहिँ नेपालको बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक स्वरूपलाई नेपालीको पहिचानको एउटा मूल आधारको रूपमा प्रस्तुत गरेको छ। नेपाल भौगोलिक रूपमा सानो भए पनि यहाँ पाइने जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधता नै यसको सबैभन्दा ठूलो विशेषता हो। यही विविधताले नै देशलाई विशिष्ट, समृद्ध र सुन्दर बनाएको छ। पाठले नेपाली समाजमा रहेको एकतामा विविधताको भावनालाई नै विशेष महत्त्व दिएको छ। विभिन्न जात जाति, भाषा, धर्म र संस्कृतिका मानिसहरू आपसी सम्मान, सहिष्णुता र सहअस्तित्वका साथ बस्नु नै नेपालको वास्तविक पहिचान हो पनि यसमा भनिएको छ। यही सहिष्णुता र मिलनसार सामाजिक संरचनाले नै नेपाली समाजलाई अन्य देशभन्दा फरक र विशेष बनाएको छ। यसमा नेपालको हिमाल, पहाड, तराई र विभिन्न समुदायका चालचलन, वेशभूषा, भाषा, कला, संस्कृति र परम्परा जस्ता पक्षहरूले राष्ट्रिय गौरवलाई अझ बलियो बनाएको भन्ने कुरा पनि देखाइएको छ। यस्ता विविधताले नै सांस्कृतिक पर्यटन, आर्थिक विकास र अन्तर्राष्ट्रिय स्तरमा देशको पहिचान बढाउन ठूलो योगदान दिन सक्छ भनेर पनि यसमा प्रेरणा दिएको छ। साथै पाठले समाजमा अझै बाँकी रहेका जातीय विभेद, लैङ्गिक असमानता, अन्धविश्वास, सामाजिक कुप्रथा र भेदभाव जस्ता नकारात्मक पक्षप्रति पनि ध्यानाकर्षण गराउन खोजेको छ। यस्ता विकृति हटाउन शिक्षा, चेतना, वैज्ञानिक सोच र सामाजिक समानता आवश्यक रहेको पनि सन्देश यसमा दिएको छ। यस पाठको मुख्य निष्कर्ष भनेको नेपालीहरूको साँचो पहिचान विविधताभित्रको एकता, आपसी सद्भाव, सहिष्णुता, राष्ट्रिय एकता र सांस्कृतिक गौरव हो भन्ने पनि हो। सबैले आफ्नो भाषा, धर्म, संस्कृति र परम्परालाई सम्मान गर्दै समानता र सद्भावका साथ अघि बढेमा राष्ट्र अझ सुदृढ र समृद्ध बन्न सक्छ भनेर पनि यस पाठमा देखाइएको छ।